नमस्ते भन्दिनुस्। नमस्ते। ल आज हाम्रो बाटोमा म चाहिँ यस्तो भएको छु, गर्मी छ बेसी रे। आज 28 डिग्री छ भने 28 डिग्री, बाफ्रे कम्ती तातो छ। हाम्रो सानो बाबुको आज चाहिँ फुटबलको अन्तिम दिन हो यो सिजनकै, त्यही भएर अब उनीहरूलाई खुल्ला छोडिदिएको छ खेल्नलाई। आज चाहिँ मेरो बाबुको यो सिजनकै लास्ट डे हो। अब नेक्स्ट मन्थसम्म त स्कुल छ, तर फुटबल चाहिँ यो आज अन्तिम दिन बनेको छ। आज त्यति बच्चाहरू आएको छैन। कालान्तरमा जब ऊ ठुलो हुँदै जान्छ होइन, म त अलरेडी मलाई क्यान्सर छ है। अब म सायद छिटै उसँग छुट्टिन्छु होला होइन, तर उसको होइन आमा भएको नाताले उसको बचपन राम्ररी सम्झियोस् देखोस् भन्ने हेतु हो। भोलि पर्सि रेकर्ड रहन्छ उसको लागि। हामी कति केयर गर्छौँ भन्ने कुराहरू तिमीलाई याद रहोस् होइन, यो कुराहरू चाहिँ रेकर्ड भएर रहोस् भन्ने हेतु हो यो मेरो। तिरिङ्की फुलहरू एकदमै राम्रो देखिएको छ है साइडमा। तिरिङ्की पुरै फुलेर कि यहाँनिर तिरिङ्की फुलेर हाँस्न मकमक यस्तो राम्रो फुलेको छ तिरिङ्की। हेलो छानो, बिस्तारै अब हामी घर जाँदैछौँ। हजुरहरूलाई बाटोको सानो दृश्य पस्किन्छु मैले। त्यो ढुङ्ग्री फुलहरूको धुलो उडेको छ कि, पानी नपरेको, बर्सात नभएको 1 हप्ता भयो, यस्तो तातिएको छैन, सुकौरो लागेको छ। दायाँ र बायाँ उनीहरू यति राम्रो फुलेको छ है, सेतो क्रिमी कलरमा ठुलो ठुलो रुखहरूमा।
बीचमा बैशाखी फुलहरू फुलेको छ तर सुकौरोले अलिक पुरै सुकाइहालेछ कि साइडमा चाहिँ ठोट्नेहरू पनि छ यता ठोट्नेको एकदमै धेरै झ्याङ देखिँदैछ है अब हामी आइपुग्यौँ घर छेउमा हाम्रो स्ट्रिट यस्तो देखिन्छ आज नुहाएन भने त गनाइन्छ चिया आइपुग्यो घर लाग्यो ल हामी चाहिँ अब आइपुग्यो अलिक पर हामी घर आइपुग्यो फेरि अर्को बित्ता क्षेत्रमा भेटौँला अहिले चाहिँ एकदमै राम्रो वेदर त छ तर ओके गर्मी छ कि धेरै 28 डिग्री छ अर्काको घर नि छोरा आज यहाँ के छ प्रोग्राम छ हेर्न नहेर्नु तातु स्टुडियो रहेछ ओके हवस् त फेरि अर्को वृत्तचित्रमा भेटौँला नमस्कार हजुरहरूलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद पनि नयाँ कोही आउनुभएको छ भने हजुरहरूलाई जोइन हुनु होला अनि धेरै धेरै धन्यवाद बाई